जुन फिल्डमा आफूले गर्न चाहन्छ रकेट फोडिदिने यो सिधै। धेरै सोच्ने मान्छे सोचे हुन्छ क्या ओभर। यो भिडियो चाहिँ उसको लागि हो जसले आफूले आफूलाई चेन्ज गर्न खोज्छ। नमस्कार, मेरो नाम चाहिँ नवीन तिमल सिन्हा। अब मैले पनि मेरो युट्युबको जर्नी भर्खर सुरु मात्रै गरेको छु होइन, र यसै विषयमा चाहिँ अब मैले किन सुरु गरेँ के सुरु गरेँ भन्दा पनि के चाहिँ यस्ता कुरा छन् जसले मलाई यो च्यानल क्रिएट गर्नमा चाहिँ एकदमै हुन्छ नि मोटिभेट गरेँ होइन। त्यही कुरा चाहिँ म यो भिडियोमा भन्न जाँदैछु। र के छ भन्दाखेरि चाहिँ अब लाइक नर्मल लाइफ त सबैले बाँच्छन् होइन, अलिकति एक्स्ट्रा अर्डिनरी आफ्नो लिमिट्स आफैले पुस गर्नुपर्छ भन्ने चाहिँ रियलाइजेसन सबैमा हुनुपर्छ कि। अनि हामीले सधैँ सोच्छौँ म रेडी छुइनँ, म गर्दिनँ, अरूले के भन्लान्, कसरी लिएर मेरो कुरालाई, पब्लिकले चाहिँ मेरो लाइक ओपिनियन जज हुन्छ, साथीभाइले के भन्लान्। एउटा मैले राम्रो कथा सुनेको थिएँ, म त्यो सुनाउँछु है त। कस्तो थियो भन्दाखेरि चाहिँ त्यहाँ एउटा टिचर हुनुहुन्थ्यो, गुरु हुनुहुन्थ्यो, र दुईवटा आफ्नो मनपर्ने चेलाहरू थिए त्यही सरको होइन। अनि त्यसै सरले चाहिँ के गर्नु भने आफ्नो त्यो दुईवटा स्टुडेन्टलाई चाहिँ लिएर जङ्गलको मुखमा जानुभयो र उनीहरूलाई हातमा एकजनालाई टर्च लाइट दिएर चाहिँ के भन्नुभयो भन्दाखेरि तिमीहरू पुरै जङ्गल घुमेर आऊ है, म यो ठाउँमा हुन्छु भनेर सर आफ्नो बाटो लाएर जानुभयो। र त्यसमा चाहिँ एउटा स्टुडेन्टले चाहिँ मजासँगले जङ्गल घुमेर सरलाई भेट्न पुगेछ, अर्को चाहिँ बिचरा आइपुग्दैन होइन। सरलाई चिन्ता हुन्छ नि त, यो किन आइपुगेन, कहाँ अल्झियो भनेर चाहिँ अब आफै जानु पऱ्यो भनेर जुन स्टार्टिङ पोइन्ट थियो त्यो स्टार्टिङ पोइन्टमा पुग्दाखेरि चाहिँ सरले के देख्यो भन्दाखेरि यो त अगाडि बढेकै छैन त, किन यस्तो भयो उसलाई सोद्धाखेरि उसले के भन्यो भन्दाखेरि मैले त जङ्गल देखेकै छैन, यो जङ्गल त मेरो लागि पुरै नयाँ छ, पुरै जङ्गल देखे पो म अगाडि बढ्छु भनेर क्या उसले होइन। अनि अर्कोलाई सोध्नुभयो सरले, अनि तिमीले चाहिँ के उसले सिधा आन्सर के दियो, तपाईँले जुन टर्च दिनुभएको थियो त्यो टर्चले चाहिँ मैले जतिसम्म देखिन्छ त्यहाँसम्म हिँडेँ, त्यसपछि फेरि मैले अगाडि देख्दै गएँ, फेरि त्यसो अगाडि गर्दै म चाहिँ तपाईँ रोड म्यापमा कम्प्लिट आउनु सकेँ भनेर भने कि। त्यही हुन्छ क्या मान्छेको लाइफमा, लाइक सबै स्टेप कसैले देख्दैन कि, जस्ट फर्स्ट स्टेप चाल्नु पऱ्यो आफूले होइन। आफूले पहिलो स्टेप चालिसकेपछि अगाडि बढ्दै गएपछि त्यही खालको मान्छेहरू भेटिन्छ, त्यस्तै खालको कुराहरू हुन्छ होइन, राम्रो कुराहरू हुन्छ, कसरी ग्रोथ गर्ने भन्ने हुन्छ। माइन्डसेट त्यस्तै हुन्छ कि बिस्तारै अवस्था हाम्रो माइन्डसेट अचानक चेन्ज हुँदैन है कहिले पनि, कि त सकले लाग्नु पऱ्यो कुनै सर्टेन इभेन्ट्सको होइन, नत्र अचानक चेन्ज कहिले पनि हुँदैन। त्यो बिस्तारै प्रोग्रेसिभली चेन्ज हुने कुरा हो। हामीले स्टार्ट नगरेर रेडी कसरी हुन्छौँ कि केही कुराको लागि। 20 years from now you will be disappointed by the things you didn't do then by the one that you did के है। त्यही भएर आफ्नो ड्रिम के छ कसरी छ केही नसोच्ने, जस्ट गो अन। जुन फिल्डमा आफूले गर्न चाहन्छ रकेट फोडिदिने यो सिधै। तँले जेसुकै भन्नुहोस् केही सुन्ने होइन, जबसम्म मनमा लाग्छ नि, जबसम्म अरूको मन नदुखाउने काम हुन्छ, जबसम्म आफूले गर्न सकिन्छ गर्ने हो के। किन भन्दाखेरि आफ्टर सर्टेन इयर्स आफैले हो गर्नुपर्ने होइन, त्यो हो कि। त्यही भएर धेरै सोच्नुहुन्न, धेरै सोच्ने मान्छे सोचे हुन्छ क्या ओभर थिङ्क। जस्ट स्टार्ट यार। स्टुडेन्ट्सहरू हो भने चाहिँ काश त्यो दिन मैले पढेको भए हुन्थ्यो, अथवा आफ्नो केही बिग्रेको थियो भने केही कि त हामीले एउटा पोइन्ट अफ टाइममा गएर के सोचिरहेको हुन्छौँ भन्दाखेरि आफ्नो लाइफलाई म चेन्ज चाहिँ गर्छु है, जे भए पनि यो लाइफ चाहिँ मेरो भइरहेको यो सोचेको हुन्छ क्या सबैले। र त्यो टाइममा यदि चेन्ज गर्नेले गर्छन्, जसले गर्दैनन् नि उनीहरू आजसम्म गरेको छैन कि। उनीहरू फर्दर के हुन्छ, त्यो एउटा बानी जस्तो भइसक्यो कि सोच्ने छोड्ने त्यसरी कहिले पनि गर्नुहुन्न कि। त्यो माइन्डसेट चाहिँ आफ्नो स्ट्रङ बनाउनुपर्छ। मलाई के भन्दाखेरि अब हामीले अब आफ्नो लाइफमा कम्पेयर गर्छौँ क्या सबैलाई, आफूसँग अरूलाई कम्पेयर गर्छौँ, अरूसँग आफूलाई कम्पेयर गर्छौँ। लाइक अब द ग्रास इज ग्रिनर अलवेज अन अदर साइड है। जबसम्म हामीले उनीहरूको साइड देख्दैनौँ तबसम्म उनीहरूको लाइफ एकदम ह्याप्पी पर्फेक्ट लाग्छ क्या। तर सबैको लाइफमा आफ्नो स्ट्रगल हुन्छ होइन। तपाईँहरू पनि कसैले भन्दैन ऊ फलान दाइ त कस्तो राम्रो, फलान दिदी त कस्तो राम्रो गरिदिनुहुन्छ, तर आफूलाई थाहा हुन्छ नि के दुःख चल्दैछ आफ्नो लाइफमा, कसरी अगाडि बढिरहेको छु होइन। अनि त्यसपछि कहिले पनि हामीले के जस्तो कोही सक्सेसफुल अलिकति राम्रो मान्छे देखेर चाहिँ कम्पेयर चाहिँ गर्नुहुन्न कि। किन भन्दाखेरि एउटा लाइन छ नि, वी सुड नट कम्पेयर आवर च्याप्टर 1 विथ देयर च्याप्टर 20 अथवा 2030 के होइन। आफ्नो लाइफ हो, आफैले गर्नुपर्छ, जे गर्ने आफैले गर्ने हो कि यसमा। र हामीले हिजो र आजमा मात्रै हामी कति इम्प्रुभमेन्ट गर्छौँ भनेर देखाउने हो कि। हिजो जे गरिरहेको थियौँ आज पनि त्यही गऱ्यौँ भने हामीले भोलि त्यही पाउँछौँ जुन आज पाइरहेछौँ कि। आफूलाई जे मन लाग्छ त्यही गर्ने, तर खुल्ला दिलले गर्ने। जस्ट नराम्रो काम गर्नु भएन, आफ्नो कामले अरू मान्छे हटाउनु भएन। बाँकी जे गरे पनि आफ्नो मर्जी हो, आफ्नो लाइफको डिसिसन आफैले नलिए कसले लिन्छ क्या अब होइन। हामी सबैजना यस्तो फेजमा छौँ जहाँनिर चाहिँ अब हामीले आफ्नो लाइफको मेजर डिसिसन्सहरू लिनुपर्ने बेला हुन्छ। र यदि अहिले पनि अरूकै भरमा बस्ने, अरूले के भन्ला भनेर सोच्ने भन्यो भने चाहिँ हुँदैन यस्तो पाराले होइन। जिग्लर्सले भन्नुभएको लाइन छ एउटा, यु डोन्ट ह्याभ टु बी ग्रेट टु स्टार्ट बट यु ह्याभ टु स्टार्ट टु बी ग्रेट। द फर्स्ट ल्याडर इज अलवेज द डिफिकल्ट ल्याडर। यु सुड इन्जोय के, जे गरेर छ त्यसलाई इन्जोय गर्नु पऱ्यो। पढिरहेको छ भने पढेँ इन्जोय गर, यसले कहाँ के हुन्छ जस्ट फर द क्वेसन एभ्रिथिङ।
किन भन्दाखेरि पछि आन्सर आफैले दिनुपर्छ क्या लाइफमा। अहिले नै पुरा ठुलो मान्छे जस्तो गरेर बस्ने होइन कि होइन, त्यो टाइम पनि आउँछ क्या त्यतिखेर। तर यतिखेर चाहिँ भनेको लर्निङ फेज अप टु 30 अथवा अप टु 25, स्पेसली अप टु 25 यदि हुनुहुन्छ भने चाहिँ लर्निङ पढ्ने टाइम हो क्या। आफूले पढ्ने, केही दुःख गर्ने, केही एक्सप्लोर गर्ने, कहीँ घुम्न जाने, जस्तै अब आफ्नो केही मिलिरहेको छ भने त्यसलाई सुधार्ने, त्यो टाइम हो क्या आफ्नो है। र यहाँसम्म सुन्नु भएको छ भने होइन, मलाई थाहा छ अफकोर्स तपाईँहरू चेन्ज हुन खोज्नुहुन्छ र केही गर्न सक्नुहुन्न भने पनि एउटा सिम्पल स्टेप जस्ट बसेर सोच्नु क्या। यो भिडियो पनि यहीँ बन्द गर्दैन म केही भने, जस्तो बस्नु सोच्नु एकचोटि, अब मैले के गर्दा ठिक हुन्छ, मैले कसरी अगाडि बढ्दा ठिक हुन्छ। किनकि नसोचिकन प्लान बन्दैन, प्लान नबनिकन एक्सन लिन मन लाग्दैन। त्यही भएर चाहिँ बस्नुहोस्, सोच्नुहोस्, आफ्नो जिन्दगीमा एकदम धेरै कुरा गर्नु छ। भर्खर त अब 20-25 वर्षको भइरहेछौँ होइन, अझै फर्दर यत्रो लाइफ बाँच्नै बाँकी छ। आजसम्म त डिपेन्डेन्ट भएर बसियो होला, कहिलेसम्म केही न केही त सुरु गर्नु पऱ्यो नि त। यहाँसम्म यदि भिडियो हेरेको छ भने चाहिँ होइन, भेरी गुड हो क्या। र यस्तै मोटिभेसन्स पनि भन्दिनँ म, लाइक केही सुरु गर्नु छ भने त स्टार्ट डुइङ। अनि अब लाइक गर्नु, सब्सक्राइब गर्नु, केही पनि भन्दैन, तपाईँको फिडमा सब हेर्नुहोस्, जसलाई मन लाग्छ उसलाई सेयर पनि गर्नुहोस् कि। जस्ट हेर्नुहोस्, मोटिभेट हुनुहोस्, काम गर्नुहोस्। अर्को भिडियो चाहिँ फेरि आउँछ। नमस्कार।